हेलो साथीहरू, नमस्कार। सबैजना सन्चै हुनुहुन्छ? म पनि ठिक छु है। हाम्रो यो जोर्नीहरू हुन्छ नि, प्राय शरीरहरू दुख्ने, सबै जोर्नीहरू दुख्ने, ढाड दुख्ने समस्याहरूले हामी धेरै नै गाह्रो भइराखेको हुन्छ क्या, जो नसा सम्बन्धी होइन। त्यस कारणले गर्दाखेरि हामीलाई धेरै गाह्रो फिल भइराखेको हुन्छ। त्यस कारणले औषधिहरू खाइरहँदाखेरि औषधिहरूले किडनीलाई असर गर्ने हुन्छ होइन। त्यो त हामी सबैलाई थाहा भएको कुरो भइगयो। औषधि खोज्नलाई टाढा जानै नपर्ने क्या होइन। हाम्रै भान्साभित्रै अनिवार्य हामीले युज गर्ने चिजहरूलाई साँझ सुत्ने बेलामा एक चम्चा खाने होइन। त्यस्तो गर्दा हामीलाई एकदम राम्रो हुँदो रहेछ। आयुर्वेद उहाँले यसरी जानकारी दिनुभएको छ। यो भिडियो हेर्नुहोस् अनि राम्रोसँग यसलाई वाच गर्नुहोस् है त। शरीरको कुनै पनि ठाउँमा दुखाइ भयो भने, चाहे त्यो ढाड दुखोस्, चाहे घुँडा दुखोस्, चाहे कुनै पनि ठाउँको दुखाइको लागि ज्वानो 100 ग्राम, जिरा 50 ग्राम, सौँफ खाना खाएपछि हामीले मिश्री सौँफ खान्छ नि, हो त्यो चाहिँ 25 ग्राम, अनि सुक्मेल 12 ग्राम छुट्टा छुट्टै पिसेर धुलो बनाउनु, अनि सानो चम्चाको 1 चम्चा सुत्ने बेलामा मनतातो पानीसँग खाने दिने गर्नु शरीरको कुनै पनि ठाउँको दुखाइलाई यसले चट्टै निको गर्छ। हेर्नुहोस्, हाम्रै भान्सामा क्या, टाढा खोज्नै नजानुपर्ने होइन। त्यही भएर जसलाई दुख्छ राम्रोसँग प्रयोग गर्नुहोस् होइन। अनि कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोस्।